नवदिशा प्रमुख 10 समाचार। तनहुँमा बस दुर्घटना, 2 जनाको मृत्यु, 27 जना घाइते। घाइतेको जीपी अस्पताल बेलचौतारामा उपचार हुँदै। बागमती किनारका सुकुम्बासी बस्ती हटाइँदै थापाथलीबाट शनिबार डोजर चलाउने तयारी। कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक पदबाट सम्भव सिरोयाले दिए राजीनामा। विदेशी नागरिकता लिएपछि 27 चिकित्सकको दर्ता खारेज। सुकुम्बासी बस्ती हटाउने निर्णय विरुद्ध प्रदर्शन, पुनर्वास बिना हटाउन नहुने माग। उचित विकल्प बिना सुकुम्बासीलाई हटाउनु राज्य आतंक, हर्क साम्पाङ। देशका विभिन्न स्थानमा वन डढेलोका घटनामा वृद्धि, 4 दिनमै 102 वटा डढेलोका घटना दर्ता। रोकियो शेयर बजारको गिरावट, नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा 1.54 अङ्क बढेर बन्द। मायामी G20 शिखर सम्मेलनमा पुटिनलाई निम्तो दिने तयारीमा ट्रम्प। आइसिसी महिला T20 च्यालेन्ज ट्रफी, भानु 8सँग नेपाल 22 रनले पराजित। हेर्दै गर्नुहोला, सुन्दै रहनुहोला नवदिशा।